ओ माई गड यार केटाकेटी हो होइन आज नेपालले जुन गेम जित्यो नि होइन ओहो बवाल जित्यो क्या आजको गेम जित्यो नि जति क्लोज जिते पनि यताउता जित्यो नि त्यो मतलब कुरै भएन क्या यदि तपाईँ नेपालको क्रिकेटको फ्यान हो भने तपाईँले यो बुझ्नुभयो कि तपाईँले एउटा क्रिकेट सिस्टमको क्रिकेट टिम र त्यो टिम टेबल बुझ्नु पऱ्यो होइन हामी वर्ल्ड कपमा गइसक्यो कि हामी वर्ल्ड कपमा त क्वालिफाई भइसक्यो होइन थ्याङ्क यू एभ्री क्रिकेट च्यानल थ्याङ्क यू एभ्री वान अफ यु जसलाई कन्फर्म छैन होइन जसले मेरो भिडियो हेर्नु भएको छ र भन्नुहुन्छ कि नेपालले के गरे हुन्छ के गरे हुन भने हामी वर्ल्ड कपमा गइसक्यौँ है हामी वर्ल्ड कपमा गइसक्यौँ हामीले पुगिसक्यौँ वर्ल्ड कपमा होइन अब हामीले जिते नि हारे नि मन छैन त्यो त्यही हो तर वर्ल्ड कपमा जानुभन्दा अगाडि चाहिँ मैले देखाउन चाहेको भने चाहिँ एउटा डेस्ट्रक्टिभ ब्याट्सम्यान अब म चाहिँ के चाहन्छु भन्दाखेरि अब हामी सायद 60 रनमा अलआउट भयो भने मतलब छैन क्या कुशल भुटेल पुरा अलआउट जाओस् आसिफ शेख अलआउट जाओस् र रोहित पौडेल अलआउट जाओस् यार फोर्थमा आदिल लानु अलआउट जाओस् होइन गर हामी सायद होइन हामी भनेको कि राजा के रङ्क के 240 हान्छ कि 60मा अलआउट हुन्छ त्यो हामीलाई मतलब भएन हामी अलरेडी वर्ल्ड कप क्वालिफाई भइसक्यो होइन केटा त्यो चाहिँ आज देखाउनु पऱ्यो नि त आज होइन कि अब नेक्स्ट गेममा वेन यु क्वालिफाइड फर द वर्ल्ड कप त्यो चाहिँ देखाउनु पऱ्यो आदिल आलमको म अझ धेरै ब्याड भन्न चाहन्न किनभने उसले आज गराएको छ फ्यान्टास्टिक क्याच फ्रम द बलर होइन त्यो राम्रो गराएको छ र हाम्रो नेक्स्ट टिममा पनि यही टिम खेलायो हुन्छ हामी क्वालिफाई भइसक्यो अब हाम्रो जित भनेको यो 1 2 3 मतलब छैन क्या त्यो नेपालीले मात्र भन्ने कुरा हो होइन तर थिङ्क अब बिगर वर्ल्ड जस्तै नेपाली वर्ल्ड कपमा खेल्छ होइन हाम्रो प्लान अब भनेको नेपाल जब वर्ल्ड कपमा खेल्छ नि होइन युएसए जस्तो सुपर सिक्समा जानु पऱ्यो क्या सुपर सिक्समा गयो भने चाहिँ होइन यु अटोमेटिकली क्वालिफाई फर द नेक्स्ट वर्ल्ड कप त्यही भएर त्यसरी खेल्नु पऱ्यो है लभ यु अल नेपाल क्रिकेट जय नेपाल क्रिकेट थ्याङ्क यू बाई